नमस्कार, म डाक्टर कृष्ण धनाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाल बर्दिया जिल्ला अस्पतालमा कार्यरत रहेको छु। म आज तपाईहरुलाई हेल्प सिन्ड्रोमको बारेमा केही कुरा भन्न गइरहेको छु। तो हेल्प सिन्ड्रोमको स्पेलिङ हामीले HELLP भनेर भन्छौं र यो चाहिँ हेमोलाइसिस H भनेको र EL भनेको एलिभेटेड लिभर इन्जाइम हो। अनि त्यसपछि LP लास्टको भनेको चाहिँ लो प्लेटलेट काउन्ट। अर्थात् यसमा चाहिँ मुख्यतया तीनवटा विशेष खराबीहरू देखिने गरिन्छ। हेमोलाइसिस भनेको राता रक्तकोषहरू टुक्रा पर्नु हो, जसले गर्दा शरीरमा रगतको कमी हुन जान्छ। र एलिभेटेड लिभर इन्जाइम भन्नाले चाहिँ हाम्रो गर्भवती महिलामा जुन लिभरले चाहिँ काम गर्नलाई समस्या परेर लिभरका इन्जाइमहरूको मात्रा वृद्धि हुन्छ र लो प्लेटलेट काउन्ट भनेको चाहिँ एक किसिमको सेता रक्तकोषको कमी हुन जान्छ। यो भनेको हेल्प सिन्ड्रोम भनेको गर्भवती महिलाहरूमा 5 महिना पुगिसकेपछि अर्थात् 20 हप्ताभन्दा कटिसकेपछि देखिने एक किसिमको जटिल समस्या हो। यो करिब 0.3 देखि 0.5 जना महिलाहरूमा 100 जनामा 0.5 जना जति महिलाहरूमा मात्रै देखिन्छ। यो चाहिँ त्यति कमन चाहिँ छैन, तर पनि जसलाई देखिन्छ यसले ठूलो समस्या निम्त्याउने गर्छ। गर्भवती महिलाहरूमा 20 हप्ता पछि अर्थात् 5 महिनापछि देखिने एउटा समस्या प्रीक्लाम्सिया भनेर भनिन्छ, जसमा चाहिँ आमाको ब्लड प्रेसर बढ्नुको साथै पिसाबमा अत्याधिक प्रोटिनहरू आउने, आमाको फोक्सो, कलेजो, दिमाग, जुन मस्तिष्क, किडनी, रगतमा कुनै समस्याहरू आउने जटिल समस्या। त्यही प्रीक्लाम्सियाको एउटा बाटो हो भनेर पनि बुझ्न सकिन्छ हेल्प सिन्ड्रोमलाई। र यो मुख्यतया हेल्प सिन्ड्रोम धेरै जसो 60-70% केसहरूमा ब्लड प्रेसर पनि सँगसँगै वृद्धि भएर देखिने गर्छ र कहिलेकाहीँ चाहिँ ब्लड प्रेसर नर्मल देखिए तापनि हेल्प सिन्ड्रोम देखिन सक्ने सम्भावना चाहिँ रहन्छ। यसमा चाहिँ गर्भवती महिलाहरूले थाहा पाउने तरिका, यसका लक्षणहरू कसरी थाहा पाउने भन्ने कुरा गर्दाखेरि चाहिँ यसमा मुख्यतः महिलाहरूलाई देखिने लक्षण भनेको चाहिँ धेरै अवस्था जटिल भएपछि मात्रै लक्षण देखिन्छ। सुरुकै अवस्थामा लक्षणहरू देखिँदैन। जस्तै यसमा लिभरको खराबी हुनाले लिभरमा चाहिँ कहिलेकाहीँ रगत जम्ने, लिभरको क्याप्सुलहरू रप्चर हुने, त्यस्तो समस्याहरू देखिने कारणले गर्दा दायाँपट्टिको माथिपट्टिको पेट जहाँ लिभर हुन्छ त्यहाँनिर दुख्ने गर्दछ। यस्तै गरेर चाहिँ महिलाहरूलाई टाउको दुख्ने, ब्लड प्रेसर वृद्धि हुनाले गर्दा टाउको दुख्ने, रिङटा लाग्ने, चक्कर लाग्ने यस्ता समस्याहरू देख्ने गर्दछ। र रगतको समस्या, रगतको कमी हुने जाने महिलाहरूलाई रगतको कमी हुन जाने समस्याहरू देख्न सकिन्छ। र अत्याधिक प्रेसर बढेको कन्डिसनमा, यसले अलिक समस्या बढी भएको कन्डिसनमा चाहिँ छाडे रोग जस्तै कम्पन पनि आउने समस्या रहन्छ। यसलाई सामान्यतया पिसाबको पनि मात्रा, किडनीमा समस्या भएको कारणले गर्दा पिसाबमा कमी आउने, पहिलाभन्दा पिसाब थोरै पिसाब आउने र प्रेसर, ब्लड प्रेसर बढ्नाले चक्कर लाग्ने, रिङटा लाग्ने त्यस्ता समस्या, वाकवाकी जस्तो आउनु खोज्ने त्यस्ता समस्या पनि देख्न सकिन्छ। र अर्को जुन हामीले लक्षणमा चाहिँ जुन स्वास्थ्यकर्मीले जाँचेर थाहा पाउने भनेको चाहिँ गर्भवती महिलाको ब्लड प्रेसर नाप्दाखेरि ब्लड प्रेसरमा वृद्धि भएको पाइन्छ। ब्लड प्रेसर वृद्धि भन्नाले सिस्टोलिक ब्लड प्रेसर 140 र डायस्टोलिक ब्लड प्रेसर 90 भन्दा बढी पाइयो भने चाहिँ ब्लड प्रेसर बढी भएको मानिन्छ। र प्रोटिन जाँच गर्दाखेरि चाहिँ पिसाबमा प्रोटिन जाँच गर्दा अत्याधिक मात्रामा प्रोटिन युरिया पाउने गरिन्छ। र यसका चाहिँ हामीले मुख्यतया थाहा पाउने भनेको अर्को ल्याबमा जुन इन्भेस्टिगेसन चेक गर्छौँ, रगत पिसाबहरू चेक गर्छौँ, त्यसमा चेक गर्दा चाहिँ राता रक्तकोष कमी हुने, यो रक्तकोष टुक्रेको कारणले एलडिएच भन्ने इन्जाइम हुन्छ त्यो वृद्धि हुने, युरिक एसिडको मात्रा वृद्धि हुने,
सेता रक्तकोष प्लेटलेटको कम हुने र लिभरको इन्जाइमहरू वृद्धि हुने जुन समस्या देख्न सकिन्छ यसमा। अब यसमा चाहिँ महिलाहरूले यसको उपचार, यसको हामीले चाहिँ मुख्यतया गर्नुपर्दा यसको उपचार यो एक किसिमको जटिल समस्या भएको कारणले यो विशेषज्ञ चिकित्सकबाट मात्रै यो उपचार सम्भव हुन्छ। र यसको मुख्यतया उपचार भनेको गर्भमा भएको शिशु र जुन साल बच्चालाई जस्तै रगत पुर्याउने गर्छ त्यो साललाई निकाल्नु नै यसको उपचार हो। त्यस कारणले गर्दा बच्चाको यदि महिना पुगिसकेछ, यदि 9 महिना लागिसकेछ भने बच्चालाई तुरुन्तभन्दा तुरुन्त बेथा लगाएर अथवा अपरेसन गरेर यस्तै बच्चालाई डेलिभरी गराउनु नै यसको सबैभन्दा उत्तम उपचार हो। समय पुगेको छैन भने पनि यसमा चाहिँ बच्चाको फोक्सोलाई वृद्धि हुने, विकास हुने औषधि लगाएर छिटोभन्दा छिटो डेलिभरी गराउनु नै यसको मुख्य र एक मात्रै उपचार हो। यसको रोकथाम अहिलेसम्म कुनै पनि औषधि पत्ता लागिसकेको छैन कि हेल्थ सिन्ड्रोमलाई रोकथाम गर्न सक्ने। त्यस कारणले गर्दाखेरि चिकित्सकसँग समयमै चेक गराउनु पर्यो र चेक गराएर यदि यो कन्डिसन छ भने चिकित्सकले पत्ता लगाइदिनुहुन्छ र पत्ता लागिसकेपछि उहाँहरूले चाहिँ बच्चाको यदि फोक्सोहरू वृद्धि भएको छैन भने फोक्सो वृद्धि हुने औषधि दिनुहुन्छ। छाडे रोग जुन कम्पन आउने समस्याहरू आउँछ त्यो कम्पन रोक्ने औषधि दिनुहुन्छ। यदि ब्लड प्रेसर वृद्धि छ भने ब्लड प्रेसरलाई कन्ट्रोल गर्ने औषधि पनि दिनुहुन्छ। यसले गर्दाखेरि चाहिँ महिलाहरूमा आउनु हेल्थ सिन्ड्रोमको कारणले आउने अन्य जटिलता जुन मृत्यु नै हुन सक्ने सम्भावनासम्म रहन्छ ती जटिलताबाट चाहिँ यसले बचाउँछ र चिकित्सकले चाहिँ छिटोभन्दा छिटो डेलिभरीको प्लान गरेर बच्चा र बच्चाको साललाई निकालिदिइसकेपछि डेलिभरी भएको केही दिनभित्रमा नै यो समस्या समाधान भएर जान्छ र बिस्तारै गर्भवती महिलाहरू पुरानै कन्डिसनमा फर्किनुहुन्छ र यसको भनेको चाहिँ एकचोटि भइसकेपछि अर्को पटक गर्भवतीमा पनि हुन सक्ने सम्भावना चाहिँ वृद्धि भएर जान्छ। यस कारणले गर्दा यसको रोकथाम भनेको नै चिकित्सकसँग समय समयमा चेक गराइरहने र चिकित्सकहरूले भन्नुभएको ब्लड, पिसाब चेक जाँचहरू समयमा गर्ने र केही समस्या देखिएमा तुरुन्त चिकित्सकलाई, विशेषज्ञ चिकित्सकलाई भेट्ने, सल्लाह लिने त्यो नै मुख्य कुरा हुन जान्छ। र यो आजभोलि गर्भवती महिलाहरूको मृत्युदर पहिलाभन्दा निकै घटेको छ। रक्तस्रावद्वारा हुने मृत्युदर निकै घटेको छ। तर यो जुन प्रेसर बढ्ने गर्भवती महिलाहरूमा जुन यो हेल्थ सिन्ड्रोम देखिने यो समस्याको मृत्युदरले चाहिँ आजकल वृद्धि भइरहेको देखिन पाइन्छ। त्यस कारणले गर्दा यसको लागि चाहिँ गर्भवती महिलाले समय समयमा चिकित्सकसँग चेक गराइरहनु होला। यति भन्दै हस्त, धन्यवाद।